गुड मर्निङ। गाडी लोड हुँदैछ ट्याक्क यहाँ लोड गाडी ठाउँमा आइपुगेको छु। लोड हुँदैछ। म चाहिँ यता बस्नु पर्यो। अब नास्ता सास्ता गर्नु पर्यो। के गर्नु अब कहाँ जानु नास्ता गर्नलाई? यही गाडीमा ट्याक्क राख्ने नास्ता गर्ने। क्यामेरा चाहिँ कहाँ ड्याउनु पऱ्यो ठिकै होला। नास्ता गर्नु पर्यो अब। कहाँ जानु नास्ता गर्नलाई? यही गाडीमा बस्ने ट्याक्क नास्ता गर्ने अनि हिँड्ने। नास्ता पनि स्यान्डविच लिएर आएको। स्यान्डविच खाने अनि बाटो लाग्ने। यस्तो चाहिँ स्यान्डविच ठ्याक्क नास्ता सास्ता गर्ने। गाडी पनि लोड हुन्छ त्यति बेलासम्म। त्यसपछि लाग्नुपर्छ बाटो। 7 मिनट भइसक्यो। खाँदै हिँड्नुपर्छ। अरूको बेला त झन् खाँदै हिँड्नु पर्थ्यो गाडीमा। अहिले त झन् रोड गर्ने टाइम छ। रोड गर्ने टाइममा 15-20 मिनट लागिहाल्छ। आएर पर्ला। के देखाउनु हो धेरै है। म नास्ता सास्ता गर्छु। अहिले बाटोतिर भेटौँ है। ल बाई बाई। ल अब बाटोतिरको सिन हेरौँ है एकछिन। के भयो यो हल्लिन्छ त क्यामेरा। ल हल्लिन नहल्ली यार। सक्यो 8 बजे नि यत्रो घाम लाग्छ यार। जाडो सुरु भयो भनेको झन् घाम लाग्छ। के भयो? दुई तिन दिन भइसक्यो यार भिडियो हाल्न पाएको छैन। यतिकै के बनाउने के बोल्ने के बनाउने के बोल्ने भिडियो बनाउनु खाने च्याउ रहेछ लास्ट। के बोल्ने आज पनि ठ्याक्कै अस्तिकै ठाउँमा आइपुगेछ। अब गाडी आउँछ हिँड्दैन सरासर हिँड्नु सानो गाडी।
भने 60,000 रुपियाँ गयो। त्यही भएर विचार गरेर हिँड्नुपर्छ। यसलाई कहाँ जान हतार भएरै छ, यसो बुझ्नु पर्यो है। यसरी हिँड्न हुँदैन। अहिले प्ल्याट चाकामा क्यामेराले प्ल्याट्टै हान्दियो भने सक्यो। आज दिनभरिको कमाइ एकैचोटि जान्छ। एकैचोटि 150-200 रुपियाँ आउँछ। मुखलमा फाइन पनि थोरै आयो भने 150 आउँछ। त्योभन्दा राम्रो आनन्दले हिँडौँ, हतार नगरिकन। केही छैन, रुममै पुग्नु त हो, कम्पनी नै जानु त हो। के छ र हतार, कहाँ जानु छ र? कहाँ जानु लाग्यो? सिधै गयो, कम्पनी जानु लागेको। सिधै जाउँ। आज शुक्रबार पो हो अरे, शुक्रबार हो। त्यही भएर क्यामेरा छ, महँगो खालको क्यामेरा। हाम्रो अलिक सस्तो खालको छ, यहाँ अलिक महँगो खालको छ। एकचोटि हान्यो भने 500 रुपियाँ एकैचोटि। नेपाली 17,000 को फोटो खिचिदिन्छ एकैचोटि। यस्तो महँगो फोटो खिच्नलाई थोपडा पनि हुनु पर्यो नि हाम्रो। थोपडा नभए नि खिचिदिन्छ, के गर्नु, थोपडाको खिच्दैन, गाडीको मात्र खिच्छ। त्यो चेप्रामा छ हजुरआमा। गाडीमा एक्लै कोसँग कुरा गर्नु, के बोल्नु, आमा लाउने के हो। जिन्दगी एक्लै बित्नेको जस्तो छ। अमरे आउँछु भन्थ्यो, गाडी चढ्यो कि चढेन, प्लेन चढ्यो कि चढेन, गाडी भने चढ्यो। प्लेन चढेपछि फोन गर्छु है तँलाई भन्थ्यो, केटाले फोनै गरेन। नेपालको कोसेली यसो ल्याउँछ कि भनेको, कहाँ पुग्यो साथी आइपुग्दैन। मामा आउनुभयो, मामा मामा।
आइपुग्यो हाम्रो भेला यो हो यो ठ्याक्कै हाम्रो भेला कम्पनीतिर जाउँ पहिला सुरु कम्पनीतिर पेपर सेपर हालेर त्यसपछि विचार गर्नुपर्छ मामा गाडी जान्छ मामाले के गर्नु रोकेन आइयो पेपर सेपर लेखौँ अब अनि त्यसपछि जम्ला पेपर सेपर हाल्नु पऱ्यो पञ्चिङ सञ्चिङ गर्नु पऱ्यो अनि त्यसपछि जानु पर्ला ल पेपर सेपर हान्छु अहिलेलाई ल पेपर सेपर हानियो कम्पनीबाट अब निस्किनु पर्यो पार्किङतिर पार्किङ जाने गाडी राख्ने आएर पार्किङको तहल्का मचाइदिन्छ खाजासाजा खानु लागेको छ मोबाइल सोबाइल राखौँ त्यसपछि जाउँला आजलाई गदाको जुनी पार भयो ड्युटी भ्यायो पार्किङ पनि आइयो ड्युटी पनि भ्यायो अब लाग्नुपर्छ के छ मोबाइल पर्स सब चिज भयो पर्स त यहाँ रहेछ मैले के बुझ्नु आएको छ दुईवटा मोबाइल रहेछ त मोबाइल गोजिनु भनेर रहेछ पर्स चाहिँ यता छ मोबाइल पनि चार्ज सकेको छ बुढोले के प्रोफेसर हानिराखेको क्या के को हावा हाल्छ ए उता मामाले हानिरहेको रहेछ हावा म त के को हावा गए चाहिँ क्या हो भने गाडी साडी लक गरेर बाटो लाग्नुपर्छ जम 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 जाऊ 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 मामा जाऊ 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 क्या हाल ठीक है ल अब रुमतिर भेटौँ बाई बाई